फेरि हाम्रो दुईजना काकुहरू मिल्ने हेर त होइन। ओली काकु र प्रचण्ड काकु हुन त अब सबैले केपी ओलीलाई बाबा भन्छ, तर म चाहिँ बा भन्दिनँ, किनकि मलाई केपी ओलीले जन्माएको होइन, मलाई मेरो बाबुआमाले जन्माएको। त्यसो भएको हुनाले काकु होइन। अब यो काकुहरू मिल्ने नै भए चुनावमै चाहिँ के घन्टा हेरिबसेको? त्यति बेला मिलेको भए के हुन्थ्यो? त्यति बेला मिलेको भए थुप्रै ठाउँमा सिटहरू आउँथ्यो होइन। अब अहिले चुनाव हारेर झरीको स्याल जस्तो मुसो भएर मिलेको एकता पार्टी एकता गरेर खासै अर्थ देख्दिनँ म होइन। नेपालमा धेरै कम्युनिस्टहरूको योगदान भए पनि अहिले कम्युनिस्टहरू खुम्चिनुको कारण यो टुक्रा टुक्रा के भएन। कोही कम्युनिस्टहरू त आफै पार्टी दर्ता गरेर एक्लै नेता एक्लै कार्यकर्ता यस्तो पनि छ क्या होइन। अब मन भइदिए उता कता विप्लव कता उता चाहिँ अब भएन चाहिँ अब यो जनार्दन कता, अब यो चाहिँ कता 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 यस्तो भएर यो चाहिँ जुङ्गाको लडाइँ के। सबै चाहिँ तँभन्दा म ठुलो तँभन्दा म ठुलो, सबैलाई कुर्सी चाहियो। त्यो भएर कम्युनिस्टहरूको अहिले कन्ता बिजोग भएको होइन। अब चाहिँ यो मिलेर पनि म खासै अर्थ चाहिँ देख्दिनँ होइन। त्यही पनि अब मिल्यो भने पनि केही भन्न छैन है। मलाई चाहिँ यो